to you by Akriti International, International Money Express IAME, All Airlines Services and beyond. दर्शकबिन नमस्कार। कार्यक्रम रोजगारको आजको श्रृंखलामा स्वागत छ। दर्शकबिन आज हामीले एकजना यस्तो व्यक्तिलाई लिएर उपस्थित भएका छौं जो 24 वर्ष ब्रिटिश गोरखामा सेवा गरेर अहिले तत्काल ब्रिटिश पुलिसमा अधिकृतको रूपमा सेवारत हुनुहुन्छ। उहाँ अहिले नेपाल आउनु भएको छ र ब्रिटिश गोरखाहरूमाथिको भेदभावलाई उहाँले कसरी हेर्नु भएको छ। उहाँ यस्तो एक नेपाली हुनुहुन्छ जो बेलायती नागरिक प्राप्त गर्ने पहिलो पनि हुनुहुन्छ। आदि विषयमा उहाँसँग छलफल गर्नेछौँ। उहाँसँग अन्तर्वार्ता गर्नुभन्दा पहिले उहाँको विषयमा बनाइएको एउटा रिपोर्ट। राम्रो र आकर्षक अवसर खोज्नु मानवको चाहना मात्र होइन, नैसर्गिक अधिकार पनि हो। त्यसैले त भन्ने गरिएको छ, मानव असन्तुष्टि प्राणी हो। उसका इच्छा र आकांक्षा दिन प्रतिदिन थपिँदै जान्छन् र त्यो प्राप्तिका लागि हरदम प्रयासरत हुन्छ। फरक यति हो, कोही सफल हुन्छन्, कोही असफल। आज हामी यति धेरै भूमिका बनाउन बाध्य होइन, उत्साहित भएका छौँ। व्यक्तिगत जीवनको सफलता त एकातिर छँदैछ, साथसाथै सिङ्गो नेपाली र बहादुरी गोर्खालीहरूमाथि भएको अन्याय र विभेदका विरुद्ध जो लडिरहे। सोलुखुम्बुको शेरगामा जन्मिएका काजी शेर्पा आज बेलायतको पब्लिक प्रोटेक्सन इन्भेस्टिगेसन विभागको प्रहरी अधिकृतमा सेवारत छन्। यो एउटा साधारण नागरिकको लागि मात्र होइन, सिङ्गो नेपाल र नेपालीको गौरवको कुरा हो। सायद यिनै शेर्पा पहिलो नेपाली नागरिक हुन् बेलायती प्रहरी अधिकृतमा सेवा गर्ने, त्यसमा पनि बेस्ट च्याम्पियन रिक्रुट पुरस्कार पाएर। 16 वर्षको उमेरमा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका काजी शेर्पा 24 वर्ष त 15 भन्दा बढी मुलुकमा बटालियन टुपको कमान्डरको जिम्मेवारी सम्हालेका थिए। 200 वर्षदेखि सेवा गर्दै आएका ब्रिटिश गोर्खाली माथिको भेदभाव र अन्यायका विरुद्ध लडेकोमा सेनाबाट उनले बाध्य भएर अवकाश नै लिनु पर्यो। कुनै पनि थिचोमिचो अन्याय र विभेद सहन नसक्नु नेपालीको विशेषता हो। त्यसैले यी शेर्पा पनि न्यायका लागि सडकदेखि सदनसम्म लडिरहे र अन्ततः विजय प्राप्त गरेर छाडे गोरा सरह, सुविधा, पेन्सन र नागरिकता पाउन। यसमा पनि उनी नै अगाडि हुन् ब्रिटिश गोर्खाली मध्ये नागरिकता पाउने पहिलो नेपाली। आफूले त पाए तर अरूको लागि बाटो खुलाएका शेर्पाले आफ्नो अभियानलाई रोकेका छैनन्, झन् अगाडि बढाएका छन् बेलायतमै बसेर। बेलायतमा बस्न उनले अर्को जागिर खोजे, प्रहरीमा सेवा गर्ने। बेलायतको शहरी प्रहरी विभागको CID विभागका अधिकृत शेर्पा न्यायका लागि एक्लै लडिरहेका छन्। सोलुखुम्बुबाट धरान झर्दा धरानलाई ठूलो संसार देख्ने काजी शेर्पा काठमाडौँ आइपुग्दा अर्को संसारको महसुस गरे। एकपछि अर्को सफलता हात पार्दै उत्साहित हुँदै आएका शेर्पा 3 वर्षदेखि ब्रिटिश प्रहरीमा सेवारत छन्। विदेशी बीच हुने घरेलु हिंसा, बाल अधिकार र विभिन्न आपराधिक घटना अनुसन्धानको नेतृत्व उनी गर्छन् अहिले बेलायतमा। 3 वर्षपछि भर्खर काठमाडौँ आएका यिनै बहादुरी शेर्पासँग गरिएको रोचक अन्तर्वार्ता प्रस्तुत गरिदिन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ। धन्यवाद तपाईलाई। कहिले आउनुभयो नेपाल? म नेपालमा आएको 8 फेब्रुअरीमा आएको, झनै अब 1 महिना हुन आँट्यो। अनि म अब फर्किने समय पनि भएछ बेलायतमा। सर तपाईँ आज भोलि नै जाँदै हुनुहुन्छ? म फर्किन्छु यो सन्डे 11 मार्चमा फर्किने मेरो फ्लाइट डिटेल छ। अब घर चाहिँ सोलुखुम्बु सल्लेरी? जे सोलुखुम्बु जिल्ला पर्यो, सल्लेरी गाविस, शेरगा गाउँ। अहिले बेलायतमा प्रहरी अधिकृत हुनुहुन्छ? म अहिले बेलायतको पुलिस अफिसरको रूपमा काम गर्दैछु। विशेष गरेर म पुलिस CID डिपार्टमेन्टमा चाहिँ पब्लिक प्रोटेक्सन इन्भेस्टिगेसन युनिट भन्छ, जहाँ कि मैले डिल गर्ने चाहिँ जति पनि घरेसी समस्या, जुन डोमेस्टिक भायोलेन्स भन्छ त्यो, अर्को चाहिँ तपाईँको चाइल्ड एब्युज, सेक्स अफेन्डर अनि भल्नरेबल पर्सनहरूलाई कुनै थिचोमिचो भएको अथवा तिनीहरूको सम्बन्धीको केसलाई चाहिँ मैले हेर्ने गरेछु। त्यसमा मोर डिटेलली हेर्ने चाहिँ मैले डोमेस्टिक भायोलेन्स एन्ड मिसिङ पर्सन, ताकि जब तपाईँमा घरेलु हिंसा र मान्छे हराएका व्यक्तिहरूलाई खोजी गर्ने चाहिँ मेरो मुख्य रोल हो। तपाईले त्यो जुन जिम्मेवारी दिन्छ त्यो नेतृत्वको रोल हो कि सहायक रोल हो? त्यो आफ्नो आफ्नो
टिममा हुन्छ तपाईँको धेरै जसो आफ्नो काम आफैले गर्नुपर्छ एउटा नेतृत्व जस्तो हुन्छ त्यहाँनिर आफ्नो टिममा गर्दाखेरि कहिले हामी साइड रोल पनि खेल्नुपर्छ कहिले नेतृत्व रोल पनि खेल्नुपर्छ बोथ हामी पार्टिसिपेट तपाईँको व्यक्तिगत त्यतापट्टि बेलायत छिरेपछि ब्रिटिस आर्मीमा 24 वर्ष काम गर्नुभयो त्यसपछि 3 वर्ष चाहिँ प्रहरी अधिकृतमा सेवारत हुनुहुन्छ त्यस विषयमा हामी पछि छलफल गर्नेछौँ कसरी सुरुवात भयो तपाईँको जीवन शैली अथवा जीवन सोलुखुम्बुबाट तपाईँको जीवन म सोलुखुम्बु जिल्लाको स्यागा गाउँमा मेरो जन्म भयो म त्यहाँ हुर्क्यो अनि म सोलुखुम्बु जिल्लाकै स्कुल जनजागृति माध्यमिक विद्यालयमा मैले सेन्ट अफसम्म पढेको दौरानमा तपाईँको हाम्रो स्यापाहरूको कतिपय त्यो समयमा सानै उमेरमा विवाह गरिदिने चलन थियो पढ्दै गर्दा म 9 क्लासमा हुँदाखेरि मेरो विवाह भयो 16 वर्षको उमेरमा 16 वर्षको उमेरमा मेरो विवाह भयो ताकि म त्यो समयमा 9 क्लासमा पढ्दै थियो पढ्दाखेरि तपाईँको साथीहरूले मलाई जिस्काउँथ्यो यो त बिहा भएको प्लस मेरो छोरी पनि जन्मिसकेको थियो पढ्दै त्यहाँबाट मलाई त्यो पढ्नुमा अलिकति मेरो ध्यान चाहिँ फुल्ली फोकस भयो त्यो हुँदै गर्दाखेरि मलाई ब्रिटिस आर्मीमा जाने एउटा इच्छा पहिल्यैदेखि थियो त्यहाँ गर्दाखेरि मैले गल्ला हुन्छ सोलुखुम्बु जिल्लाको जुबु भन्ने गाउँमा त्यहाँ चाहिँ गल्लावाला भनेको हिल सेलेक्सन त्यहाँ गएर मैले नाम दर्ता गरेँ अनि त्यहाँनिर चाहिँ सेलेक्सन भयो त्यहाँ सेलेक्सन भएपछि मलाई चाहिँ सेन्ट्रल सेलेक्सनमा धरानमा जानको लागि टिकट पायो अनि पछि गयौँ धरानमा अनि धरानमा पनि बगेबस त्यहाँनिर चाहिँ सेलेक्ट भयो त्यहाँ सेलेक्ट भएर आउँदाखेरि मलाई एकदम नौलो एक्सपिरियन्स म सोलुखुम्बुमा 16-17 वर्षको उमेरसम्म सोलुखुम्बु जिल्लाभित्र मात्रै म रहेको थियो ताकि त्यो समय सोलुखुम्बु जिल्लामा कुनै किसिमको विकास भएको थिएन ताकि त्यहाँ कुनै किसिमको बाटोघाटो छैन कुनै किसिमको यस्तो बिजुली थिएन अनि अरू अन्य सुविधाहरू केही पनि थिएन त्यस्तो ठाउँबाट म एकैचोटि धरानमा जाँदाखेरि फर्स्ट टाइम मैले इटारीमा चाहिँ एउटा मोटर गाडी ट्रक देख्दाखेरि मलाई छक्क पऱ्यो गाडी त पहिला त किताबमा मात्रै पढ्थ्यो अहिले त गाडी त यस्तो पो हुँदो रहेछ तपाईँको त्यो गाडीमा चढेर कटेरीदेखि धरान जाँदाखेरि त्यो ट्रकमा चढेर अन्तमा त्यो ट्रक पल्ट्यो तपाईँको है आफू चढेको ट्रक पल्टिँदाखेरि तपाईँको त्यो अलिक बाटो रफ थियो गर्दा फुल्ली पल्टेको भए हामी त्यहाँ भएको सबै खतम हुन्थ्यो तर आधी मात्रै पल्टेर मेरो एउटा खुट्टा चाहिँ भित्र अड्केको थियो तर साथीहरूले के गर्दा निकाल्यौँ पछि त्यही ट्रकमा चढेर हामी धरान पुग्यौँ धरानमा पुग्दाखेरि मलाई एक किसिमको सरप्राइज मेरो लागि बिग भिन्नता पायो त्यहाँनिर किनभने सोलुखुम्बुमा एकदम गाउँबाट तपाईँको सहरमा आउँदाखेरि नौलो अनुभव अनि मलाई एकदम एक्साइटिङ भयो तपाईँ धरानमा छान्नुभयो फेरि हजुर होइन त्यसपछि तपाईँ कति सालमा बेलायत टेक्नुभयो म 1980 भनेपछि सायद नेपाली साल 35 साल होला सायद 1980 जनवरी 14मा म त्यहाँ सेलेक्सन भयो त्यसबाट बेलायत होइन म हङकङमा चाहिँ ट्रेनिङको लागि त्यहाँ गएँ जुन समयमा जति पनि ब्रिगेड अफ गोर्खासको धेरै बटालियनहरू हङकङमा थियो एउटा बटालियन मात्रै बेलायतमा थियो 1980मा 35 सालमा तपाईँ बेलायतको ब्रिटिस गोर्खाबाट हङकङमा पुग्नुभयो ट्रेनिङ गर्दै जाँदाखेरि यहाँले अहिले जुन आउनुभएको छ नि अहिलेको 24 वर्ष एउटा सफलतापूर्वक ब्रिटिस सेनामा आफ्नो सेवा पुरा गर्नुभयो र अहिले चाहिँ प्रहरीमा हुनुहुन्छ अधिकृत अफिसरमा यो बीचको तपाईँको यात्रा मेरो लागि एकदम च्यालेन्जिङ सबभन्दा पहिला 1999मा इन्डोनेसियाको इस्ट टिमोरमा ठुलो त्यहाँनिर समस्या आएको थियो मिलिसिया र त्यो इन्डोनेसियन इस्ट टिमोरिसको बिचमा ठुलो समस्या आएको थियो मलाई एउटा प्लुटुन कमान्डरको रूपमा इस्ट टिमोरमा पठाएको थियो गएको थियो म मेरो प्लुटुन लिएर त्यहाँ जाँदाखेरि तपाईँको मलाई इस्ट टिमोरमा पुग्दाखेरि एकदम उराट लाग्यो ताकि त्यहाँको मान्छेहरू त्यहाँ मरिरहेको गोली हामी फर्स्ट डिप्लोय हुँदाखेरि गोली हानन भइरहेको
तपाईँको मान्छेको लासहरू चाहिँ त्यहीँ थियो उनीहरू। अनि त्यो समयमा फर्स्ट ट्रुप लिडिङ जुन चाहिँ इस्ट तिमोरको दिल्लीभित्र छिर्ने र लिडिङ प्लेटुन चाहिँ मेरो प्लेटुन थियो तपाईँको। त्यहाँको शान्ति सुरक्षाको लागि पिस इन्फोर्समेन्ट भन्छ, त्यो पिस इन्फोर्समेन्ट गर्नेको जुन लिडिङ प्लेटुन मलाई खटाएको थियो। पछि मलाई इस्ट तिमोरको अझै पूर्वी भाग लस प्यालेस भन्छ, त्यहाँनिर चाहिँ ठुलो लडाइँ हुँदै थियो मिलिसिया र त्यो लोकल जनताको बिचमा, पब्लिकको बिचमा चाहिँ ठुलो लडाइँ हुँदै थियो। तपाईँको त्यहाँ हेर्नुहुन्छ भने त्यहाँ कुनै राम्रो किसिमको घर छैन, सबै पब्लिकको घर आगोले ध्वस्त पाइसकेको थियो। धेरै ग्रुपहरू मैले लिड गरेर लानुपर्ने थियो। मेरोमा तपाईँको युएनको मान्छे, एनजिओ नन अर्गनाइजेसन गभर्मेन्टको मान्छेहरू र ठुलो कन्भोय मैले लिड गर्नुपर्ने थियो, ताकि झन् कन्भोय भनेको हाम्रो गाडी 52वटा गाडी चाहिँ एक कन्भोयमा हिँड्थ्यो। त्यसमा मेरो ट्रुपले चाहिँ सेक्योर गरेर लानुपर्ने। जाँदै गर्दाखेरि तपाईँको यस्तो खालको सिचुएसन आयो, बाटो ब्लक छ। यसो मैले यसो दाहिनेपट्टि हेर्दाखेरि तपाईँको मैले मान्छे देखेँ। तपाईँको मान्छे भन्दा नि आर्मीहरू रेडी टु अब ओपन फायर गर्नुको लागि उनीहरू रेडी भएको थियो, ताकि हाम्रो भने सेफ्टी क्याच भन्छ, उनीहरूले सेफ्टी क्याच पुरा लगाएर जस्ट फायर गर्नुको लागि रेडी थियो, स्ट्यान्ड बाई थियो। त्यहाँबाट मेरो पाला अब मैले हतियार उठाएँ भने यो सबै गाडी अनि अगाडिको मान्छे सबै खतम हुन्छ। त्यसले गर्दा मैले क्विक विचार गरेँ कि म आफै एम्बुस पोजिसनमा उनीहरूलाई जानु पर्यो। म एक्लै गाडीबाट बाहिर निस्केँ। जुन मेरो हतियार अगाडि बोक्नु पर्ने म हतियारलाई पछाडि राखेर उनीहरूसँग नेगोसिएसन गर्नुको लागि एम्बुस पोजिसनमा म गएँ। गर्दाखेरि जब म एम्बुस पोजिसनमा गएपछि त्यो एम्बुस कमान्डर बिचरा मिलिसियाको त्यो त्यहाँको इन्डोनेसियन थियो, ऊ आफै काम्नु सुरु गर्यो तपाईँको। किन भन्दाखेरि उनीहरूले सम्झेछ यो ऊ चाहिँ त्यो कन्भोय चाहिँ इन्डोनेसियन आर्मी हो अथवा अरू ग्रुपको उनीहरूको दुश्मन रहेछ सम्झेको जस्तो राखेको छ उनीहरूले। त्यहाँदेखि मैले भने हामी चाहिँ यहाँनिर चाहिँ पिस इन्फोर्समेन्टको लागि आएको, तिमीहरू झगडा गर्नुबाट चाहिँ रोक्नुको लागि आएको, हामी तिमीहरूसँग झगडा गर्न आएको छ होइन। त्यसै भएर तिम्रो एम्बुस चाहिँ डिसमेन्टल गर्नु पऱ्यो, हामीलाई कुनै फायर गर्नु भएन भने क्या। पछि उनीहरू माने थिएन। त्यहाँबाट मैले उसलाई एटदेखिमा मेरो ट्रुपहरूलाई ल्याएर उनीहरूलाई घेराउमा पारेँ। त्यहाँनिर तपाईँको 12जना चाहिँ तपाईँको त्यो ग्रुप थियो उनीहरू। त्यसमा 10वटा चाहिँ तपाईँको त्यो राइफलहरू AK-47 अनि 2टा ठुल्ठुलो मेसिन गन प्लस 8000 एमुनेसन चाहिँ रेडी टु फायर हामी माथि गर्नुको लागि तयारी थियो। तर त्योलाई चाहिँ मेरो लास्टमा चाहिँ सुरुमा नेगोसिएट गर्यो। त्यहाँबाट अलिकति उनीहरू नमान्दाखेरि अब तिमीले यस्तो खालको गर्छ भने हाम्रो पनि अर्को फोर्स छ भने मेरो ट्रुपले घेर्दाखेरि उनीहरू सबै हात उठायो। गर्दा त्यो हात उठाएर उनीहरूको हतियार क्याप्चर गर्यो। 8000 एमुनेसन क्याप्चर गरेर आउँदाखेरि जुन समयमा त्यहाँनिर मिडियाहरू पनि थुप्रै थियो तपाईँको, त्यो उनीहरूले सबै कभरेज भयो। अनि त्यो चाहिँ मेरो लागि एकदम, यदि मैले त्यो समयमा हतियारलाई अगाडि लिएर उनीहरूपट्टि एम गरेको भए म पनि हुँदैन थियो, मेरो पछाडिको धेरै ट्रुपहरू खतम हुने थियो। यदि त्यो समयमा मैले त्यो डिसिजन गरेर अब मैले हतियार उ गरेँ भने उनीहरूसँग फायर गरेको जस्तो देखिने भयो, एम्बुस पोजिसनलाई मैले च्यालेन्ज गरेको जस्तो देखिने भयो। तर मेरो त्यो डिसिजन मैले हतियारलाई पछाडि राख्नुपर्छ ताकि म मात्रै एम्बुस पोजिसनमा एक्लो जानुपर्छ भने मैले डिसिजन नगरेको भए, मैले हतियारलाई अगाडि छातीमा लगेको भए म पनि खतम हुन्थ्यो, मेरो ट्रुप पनि खतम हुन्थ्यो। मलाई एउटा गौरव लागेको चाहिँ मेरो अन्डरमा तपाईँको 8-9वटा राष्ट्रको मान्छेहरू थियो। तपाईँको US आर्मी पनि मेरो उसमा थियो, अस्ट्रेलियन पनि मेरोमा थियो। तपाईँको अन्डरमा काम गर्नु? जो मेरो अन्डरमा सेक्युरिटीको सम्बन्धी तपाईँको थाई पनि थियो, बेल्जियम पनि थियो। जुन समयमा मेरो अफिसमा ब्रिटिसको झन्डा पनि थियो अनि नेपालको झन्डा पनि मैले खडाएँ। तिम्रो साथी अब तिम्रो छोरा बहिनी मलेसिया जानुपर्छ काम गर्न, केही छैन, चिठी ल्याएछ नि म पैसा पनि पठाउला, IMEबाट पठाउला भयो। मलेसिया, साउदी अरेबिया लगायत विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त गर्न भरपर्दो माध्यम IME।
सुन्नुहोस् त भन्ने त म आमा बन्नेवाला छु तिमी त आयामी भन्दा बाटो छौ इन्टरनेशनल मनी एक्सप्रेस आइएम राष्ट्रिय दैनिक राजधानी संपूर्ण समाचार स्वतन्त्र विचार राजधानीका हरेक अंक विशेष अंक के तपाईँ बेरोजगार हुनुहुन्छ यदि हुनुहुन्छ भने प्राविधिक तालिम लिई रोजगारको अवसर सुरक्षित गर्नुहोस् हाम्रा तालिमहरू मेसन स्टिल फिक्सर सटरिङ कार्पेन्ट्री हाउस वायरिङ स्काफोल्डिङ वेल्डिङ प्लम्बिङ स्प्रे पेन्टिङ वाल पेन्टिङ फर्निचर कार्पेन्ट्री जस्ता विविध क्षेत्रमा सिप सिकौं आत्मनिर्भर बनौं ग्लोबल पोलिटेक्निक इन्स्टिट्युट तामाखुसी काठमाडौँ सम्पर्क 435 70 47 436 1537 Brought to you by Akriti International, इन्टरनेशनल मनी एक्सप्रेस आयामी Pal Airlines Services and Beyond. तपाईलाई कुनै बेला कुनै फ्रस्ट्रेसन भएन म जान छोराछोरी नेपालमा छन् एउटा चित्रो युद्धमा हिँडेको छु ज्यान जोखिममा पर्छ कुनै फर्क्यौँ घर फर्क्यौँ जागिर छोड्दिउँ भन्ने कहिले भएन तपाईको त्यस्तो किसिमको जब तपाईँ लडाइँको लागि अथवा तपाईँ मिसनमा हिँडेपछि सुरुमा जानुभन्दा पहिला तपाईलाई केही न केही भनौँ भित्र कहाँबाट भनौँ फ्रस्ट्रेसन आउँछ जब तपाईँ गइसकेर मिसनमा हिँडिसकेपछि मलाई त्यस्तो खालको आएन जब ओन्ली फोकस अन मिसन त्यो मिसन टास्कलाई कसरी कम्प्लिट गर्ने तपाईँको 3 महिना त्यहाँ दिल्लीमा बस्यो भनौँ इस्ट टिमोरमा त्यो समय कसरी गयो थाहा छैन तपाईँ कुन पोस्टदेखि सुरु गर्नुभयो र अहिलेको आर्मीको अफिसरसम्म पुग्नुभयो म सुरुमा सिपाही त्यहाँबाट लान्स कपोल हुन्छ कोपोल हुन्छ तपाईँको सार्जन हुन्छ कलर सार्जन हुन्छ वरन अफिसर हुन्छ वरन अफिसर कलर त्यहाँबाट अफिसर 24 वर्ष बिताउनु भयो हैन बितायो सेनामा जी त्यसपछि रिटायर तपाईले गर्नुभयो अब त्यहाँको नियमले रिटायर हुनुपर्छ अच्छा रिटायर हुने समयमा तपाईँको यस्तो खालको सिचुएसन आयो भनौँ 24 वर्ष म नोकरीको दौरानमै थियो नोकरीको दौरानमा हुँदा हुँदै मलाई यस्तो खालको सिचुएसन आयो कि गोर्खालीहरूले जब रिटायर भएर आएपछि उहाँ बेलायतमा जानको लागि रिटायर भइसकेपछि कुनै किसिमको भिजा समेत पाउँदैन थिएन अनि हाम्रो गोर्खाली दाजुभाइ यहाँ नेपालमा आउँथ्यो नेपालमा रिटायर भएर आएपछि उहाँ युकेमा आउन चाहनुहुन्थ्यो बेलायतमा आउन चाहनुहुन्थ्यो उहाँहरू आउनु पाउनुहुन्न थियो त्यो समयमा उहाँहरू आउनुको लागि अरू किसिमको प्रयत्न गर्थे विशेष गरेर साइलम सिकर भन्छ यो रिफ्युजी भएर आउने अनि आर्मीको हाम्रो आइडी कार्ड हुन्छ त्यो आइडी कार्डहरू उहाँले जानी जानी लुकाउने त्यसको भरमा बेलायत छिर्ने त्यो क्रियाकलापहरू गोर्खालीभित्र हुन्थ्यो अनि त्यो देखेर मलाई एउटा अफसोस लाग्यो हामी गोर्खाली ब्रिटिसमा नोकरी गरेर जब रिटायर हुन्छ भने एउटा भिजा समेत नपाउने युकेमा आउनुको लागि भने यो त एउटा गल्ती देख्छु म ठुलो अन्याय भयो भनेर मैले त्यो सम्बन्धी रिसर्च गरेँ अनि 2002 मा मैले यो सिटिजनको लागि माथि होम अफिसमा एप्लाई गरेर मेरो केही साथीहरूको मद्दत विशेष गरेर सिटी अफ लन्डन पुलिसको अहिले उहाँ कमान्डर हुनुहुन्छ उहाँले धेरै मद्दत दिनुभयो अरू यो हाम्रो संसदहरूले आर्मीलाई जानकारी नदिइकन डाइरेक्ट गृह मन्त्रालय उहाँको होम अफिसमा ब्रिटिस सिटिजन पाउनुपर्ने गोर्खालीले त्यहाँनिर निवेदन दिएपछि भनौँ प्रक्रिया पुऱ्याएर त्यहाँ निवेदन दिएपछि मलाई ब्रिटिस सिटिजनको ग्रहण भयो जुन समयमा गोर्खालीको लागि ब्रिटिस सिटिजन बन्ने चाहिँ एउटा ठुलो सपना मात्रै थियो ताकि उनीहरूले पाउन सक्दैन किनभने गोर्खालीमा अहिले 200 वर्ष ब्रिटिस आर्मीमा गोर्खालीले नोकरी गर्यो ताकि अहिलेसम्म ब्रिटिस सिटिजन पाएको छैन भनेदेखि अब अहिले पाउँछ नेपाली ब्रिटिस सिटिजन पाउने फर्स्ट नेपाली नभनौँ फर्स्ट गोर्खाली नेपाली त सायद अरू पनि पाएको छ तर गोर्खालीमा एज अ गोर्खाली ब्रिटिसमा नोकरी गरेको बापत चाहिँ ब्रिटिस सिटिजन पाउने चाहिँ म पहिलो अनि त्यो कुरा गर्दा मेरो साथीहरूलाई भन्थ्यौँ अब हामीले ब्रिटिस सिटिजन पाउनु पर्छ यो आइडी कार्ड लुकाएर आउने यो असाइलम सिकर रिफ्युजी भएर आउने काम नगरौँ हामीले लड्नुपर्छ पाउँछ हामीले भन्दाखेरि साथीहरूले कतिले पताएन कतिपयले मलाई पागल बनायो अफिसर भएर एउटा रिटायर भइसक्यो अब ऊ
रिटायर हुने बेलामा पागल भयो यस्तो पागल कहिले नहुने कुरा यो हुनै सक्दैन भने साथीहरूले चाहिँ विश्वास गरेन त मलाई फर्स्ट गोर्खा ब्रिटिस सिटिजनसिप पाउने तपाईँ हजुर। सँगसँगै यो हामीले 6 वर्षदेखि यहाँले आन्दोलन गर्दै आउनु भएको छ कि ब्रिटिस गोर्खाहरूलाई डिस्क्रिमिनेसन भयो बेलायत सरकारले अरू कन्ट्री भन्दा हाम्रो ब्रिटिस गोर्खालाई चाहिँ धेरै कुराले भेदभावपूर्ण व्यवहार गरेको छ भनेर अरू के हुन् यस्ता भेदभाव गरेको कुनै पनि देशमा त्यहाँ दुई किसिमको नियम छैन ताकि एउटै आर्मीमा दुईटा टर्म एन्ड कन्डिसन ताकि ब्रिटिस आर्मीमा मात्रै भयो त्यो पनि गोर्खाली माथि हामी ब्रिटिस म र मेरो जति पनि गोर्खालीहरू आर्मीमा ब्रिटिस आर्मीमा भर्ती हुँदाखेरि ब्रिटिस आर्मी भएर जोइन भएको छ तपाईँको तर त्यहाँ ब्रिटिस आर्मी जोइन भएपछि ब्रिटिस आर्मीभित्र तपाईँको गोराको लागि अथवा यो कमनवेल्थ कन्ट्रीबाट आएको सिपाहीहरूको लागि एउटा ट्याकोस टर्म एन्ड कन्डिसन अफ सर्भिस अर्को चाहिँ गोर्खालीको लागि फाल्टै टर्म एन्ड कन्डिसन अफ सर्भिस फाल्टै टर्म एन्ड कन्डिसन अफ सर्भिस बनाउनु नै डिस्क्रिमिनेसन सबभन्दा मेन त तपाईँको इक्वल राइट पाउनु पऱ्यो नि जस्तो अब हामी काम गर्छ फर इक्जाम्पल म इस्ट टिमोरमा गएँ होइन इस्ट टिमोरमा गएर म ब्रिटिसको नेतृत्व गरेर जस्तो गोराले गर्थेँ अझ गोरा सिपाहीले भन्दा बढी मैले काम गर्थेँ अहिले हाम्रो अफिसरहरू तपाईँ गोरा बटालियनमा गएर गोरालाई कमान्ड गरेर हिँड्नुहुन्छ काममा उहाँले गोराभन्दा अझ बढी गर्छ तर दाममा चाहिँ गोर्खाली तिमी नेपाली गोर्खाली भनेर कम्ती दिन्छ त्यो नै इक्वल भन सबभन्दा मेन त इक्वालिटी त्यसले गर्दा मेरो मेन मुद्दा भनेको हामीले तिरेको नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन त्यो रिकगनाइज हुनुपर्छ अनि त्यसले गर्दाखेरि यो स्टेट पेन्सन हाम्रो भनाइ वृद्धबद्ध जब 65 इयर्स ओल्ड भएपछि पाउने बद्ध जुन चाहिँ फुल क्वालिफाइड भयो भने तपाईँले 450 पाउन्ड पर मन्थ पाउँछ त्यो पाउनुपर्छ भने मेरो मेन मुद्दा त्यो एउटा थियो त्यसमा अहिले एमओडीले उनीहरूले 97 को अप्रिल 6 तारिकदेखि मात्रै उनीहरूले त्यो रिकगनाइज गर्छु भनेछ तर यसमा उनीहरूको कुनै पनि आधार छैन त्यो भन्नु कारण किन भनेदेखि तपाईँको म 1980 मा जोइन भएको आर्मीमा मैले नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन त 1980 देखि तिर्दै आएको छु नि भने किन 97 त्यो क्लियर हुनु पर्यो नागरिकतामा तपाईँको ब्रिटिस सिटिजनको इस्युमा चाहिँ गोर्खालीले ब्रिटिस सिटिजन माग्ने होइन ब्रिटिसले गोर्खालीलाई ब्रिटिस सिटिजन चाहिँ एउटा स्याबासीको रूपमा दिनुपर्ने हो उनीहरूले मागेर लिने होइन दिनु पर्ने तर अहिले हामीले त सङ्घर्ष गरेर लडेर लिनु परेछ त्यो नै एउटा डिस्क्रिमिनेसन जस्तो लाग्छ मेरो आयो आयो चिठी नै आयो पैसा नै आयो तिम्रो भाइले आइएमईबाट पठाएको पैसा टक्क ट्याममा आयो मलेसिया लगायत विश्वको विभिन्न ठाउँहरूबाट रकम प्राप्त गर्नलाई सम्झनुस् इन्टरनेसनल मनी एक्सप्रेस आइएमई कति भर पर्दछ अघि को हो आइएमई इन्टरनेसनल मनी एक्सप्रेस आइएमई फोन नम्बर 423074 4219 श्रेष्ठ टेलरिङ वेलकम टु श्रेष्ठ टेलरिङ रेडी मेड या शूटिङ शर्टिङ ट्र्याक सुट चाहियो वाउ मलाई फ्रक मलाई पनि सुट अनि मलाई शूटिङ शर्टिङ रेडीमेडको विश्वासिलो नाम श्रेष्ठ टेलरिङ बागबजार र साबेल चुच्चेपाटी Akriti International, इन्टरनेसनल मनी एक्सप्रेस आइएमई Pal Airlines Services and beyond. भेदभावपूर्ण व्यवहारको विरुद्धमा आन्दोलन गर्नु सडकदेखि सदनसम्म गर्नुभएको छ अहिले त यहाँको पक्षमा निर्णयहरू हुन थालेका छन् यो निर्णय एकातिर आफैमा स्वागत योग्य त मानिन्छ तर यसले गर्दाखेरि एउटा नेपालीको राष्ट्रियता र एउटा नेपालभित्र आएको ठुलो आर्थिक रूपमा भित्रिएको रेमिटेन्स यी क्षेत्रमा त धेरै कुरा प्रभाव पार्ने भयो राष्ट्रियताप्रति यहाँलाई कतिको चासो छ जब गोर्खालीलाई ब्रिटिस सिटिजन ग्रान्ट भएको बापतमा रेमिटेन्स पैसा युकेमा आउने चाहिँ मेरो गुणामा 10 गुणा बढेर जान्छ कारण किन भनेदेखि तपाईँको यदि म रिटायरबाट एज अ नेपाली यहाँ नेपालमा आयो भने नेपालको सिचुएसन अहिलेको सिचुएसनमा धेरै मान्छे बेरोजगारी छ यहाँ त्यो बेरोजगारी माथि म एउटा बेरोजगारी थपिन्छु तपाईँको त्यसपछि मेरो नानी केटाकेटी पनि बेरोजगारी हुन्छ ताकि यहाँनिर चाहिँ कुनै पनि इन्डस्ट्री कुनै पनि ठाउँमा अवसर छैन तर
मैले किन तपाईँको रिमिटेन्स बढ्छ भने कि अहिले म त आर्मीबाट रिटायर भएर पनि ब्रिटेनमै काम गर्छु। मैले त यसरी पाउन्ड कमाएर छु। मेरो नानी केटी अहिले 5 जना छ, 4 जनाले त काम गर्नु सुरु गर्यो। उनीहरूले कमाएको पैसा पनि त तपाईँले एट द एन्ड अफ द डे त्यो पैसा कहाँ आउँछ? नेपालमै आउँछ। तर एक थरी जस्तो यहाँलाई अलिकति अवगत गराउँ, जस्तो हाम्रो ब्रिटिस गोर्खाहरूले कभरेज गरेको धरान र पोखराकै उदाहरण लिउँ र के त काठमाडौँमा त्यहाँका सबै गोर्खाहरूले चाहिँ यहाँको चाहिँ उता नागरिकता पाउने जुन घोषणा गरिदियो बेलायतले, त्यो सँगसँगै यहाँको घरबारी खेत सम्पत्ति सबै बेचेर बेलायत पलायन हुँदैछन्। यो राम्रो कुरा भन्न मिल्छ र? पीताम्बरजी, यो एउटा सर्कमस्टेन्सेस समस्याहरूले गर्दाखेरि अहिले मान्छेले यहाँको घर कसैको जग्गा बेच्नुपर्ने एउटा बाध्यता आएको छ तपाईँको। यो बाध्यता किन भनेदेखि फर एक्जाम्पल सम्झिनुहोस्, यहाँ कतिपय ब्रिटिस गोर्खा नभएर साधारण नेपाली जनताको एउटा छोरालाई इङ्ल्यान्डमा पढाउनु पर्यो भने उनीहरूले पनि जग्गा बेच्छ युकेमा पढाउनलाई अथवा अमेरिकामा पढाउनलाई, घर बेचेर पनि पढाउँछ नि। त्यसै सिचुएसन तपाईँको गोर्खालीको लागि अहिले सुरुको इनिसियल सेटलमेन्ट त्यहाँनिर एउटा बेस बनाउनुको लागि आर्थिक चाहियो तपाईँको, होइन? उसको नानी लिएर जानु पर्यो, परिवार लिएर जानु पर्यो, उहाँ गएर रेन्ट तिर्नु पर्यो, घर लिनु पर्यो, काम खोज्नु पर्यो। त्यो समयभित्र त्यो काम र सेटलमेन्ट भइन्जेलसम्मको लागि उसलाई त पैसा चाहियो। त्यो पैसा किनभने अरू उपाय छैन, त्यही घर जग्गा बेचेर मात्रै इनिसियल सेटलमेन्ट त्यहाँ हुन्छ। जब ऊ त्यहाँ सेटल भएर उसले काम गर्न सक्छ, उसको फ्यामिलीले काम गर्छ, उसको नानीहरू एजुकेट भएर चाहिँ काम गर्छ भनेदेखि अब पैसा आउँछ। त्यो पैसा कहाँ आउँछ? एट द एन्ड नेपालमै आउँछ। एक थरीले भनिरहेको छ नि, यो आन्दोलन यो मुद्दा नेपालीहरूले जितेर पनि हारे, यो मानेमा कि जिते र उनीहरूले सुविधा पाए, नागरिकता पाए, तर पनि नेपालीको पहिचान, नेपालीको जस्तो चाहिँ ब्रिटिसहरूको चाहिँ पहिचान गुम्दैछ, उही पलायन हुँदैछन् भन्ने कुराले अलिकति नेगेटिभ ढङ्गले पनि हेरिरहेको छ। यो नेगेटिभ मान्छेको द वे अफ थिङ्किङ, वे अफ एटिच्युड तपाईँको त्यो पर्सेप्सन तपाईँलाई त्यसमा भर पर्छ। तर मेरो पर्सेप्सनमा हो भने त्यो नेगेटिभ भने त्यो पोजिटिभ छ। तपाईँले ब्रिटिस सिटिजन दिँदैमा सबै नेपाली बेलायतमै बस्छ भने कुनै पनि छैन, किनभने अहिलेको तपाईँको बेलायतको धेरै जसो मान्छेहरू चाहिँ बाहिर निस्किँदैछ, विशेष गरेर तपाईँको यो इस्टर्न युरोपियनतिर, स्पेन, बाहिरमा थाइल्यान्ड, किनभने उहाँको पेन्सनले बाहिर देशमा आयो भने उसलाई एकदम लग्जरियस लाइफ बिताउनु पाउँछ। फर इक्जाम्पल मेरो पेन्सनले म यहाँ नेपालमा एकदम लग्जरियस लाइफ बिताउँछ, तर उहाँ बेलायतमा बस्यो भने म एकदम लो लेभल, मैले जुन फेसिलिटी यहाँ पाउने थियो, जुन मेरो पेन्सनले त्यो किसिमको फेसिलिटी बेलायतमा पाउन सक्दैन। त एट द एन्ड अफ द डे मेरो विचार, मेरो पर्सेप्सन चाहिँ नेपालमा बस्नुको लागि ठिक छ, तर नेपालमा बस्ने किसिमको वातावरण हुनु। यहाँका विभिन्न संस्थाहरू छन्, गेसो भन्ने छ, भूतपूर्व युनाइटेड भन्ने छ, अर्को बिएसडब्ल्यू समथिङ के छन्, यी यहाँको साझा मुद्दा हो, तर विभिन्न रूपमा विभाजित भइरहेछन्। यहाँले चाहिँ व्यावहारिक रूपमा यहाँले नेतृत्व गरेको यस मानेमा देखिन्छ कि नागरिकता यहाँले पाउनु भएको छ फर्स्ट ब्रिटिस गोर्खाले, होइन? भनेपछि अरूको आन्दोलनसँग यहाँको सहकारी अथवा के छ दृष्टिकोण? मैले एउटा रोड म्याप तयारी गरेको छु। त्यो रोड म्याप चाहिँ विशेष गरेर अहिलेको यो एमओडीसँगको मुद्दा, गोर्खालीको मुद्दामा लड्नुको लागि भिन्न भिन्न सङ्गठनहरू छ। विशेष गरेर गेसो तपाईँको सबभन्दा पुरानो सङ्गठन हो। गोर्खालीको चाहिँ ब्रिटिस गभर्मेन्टले गोर्खाली माथिको भेदभावमा उनीहरू खुसी छैन भने आवाज उठाउने सबभन्दा पहिला गेसोले रोड म्याप त्यो क्रियाकलापहरू गरेको थियो, बेखुसीहरू जनाएर आएको थियो। दोस्रो नम्बरमा बिजिडब्ल्युएस भनेको, बिजिडब्ल्युएस युकेमा इस्टाब्लिस गरेको, त्यो मैले नै इस्टाब्लिस गरेको छु। हामी एउटै हौँ, हाम्रो मुद्दा भनेको एउटै हो। तपाईँ हामी सबै युनाइट भएर एउटा पावरफुल भोइस उठाउन, सिङ्गल पावरफुल भोइस उठाउन भन्ने मेरो भिजन हो। अनि मैले त्यहाँ गेसोलाई पनि अनुरोध गरेको छु। उनीहरू गेसो, बिजिडब्ल्युएस, युनाइटेड गोर्खा उनीहरू टोटली मार्ज हुनु जरुरी छैन, त्यहाँबाट मिलेर एउटा छाता सङ्गठन बनाउनु जरुरी छ। जुन त्यो सङ्गठनले चाहिँ एमओडीसँगको लड्नुपर्ने मुद्दा त्यो सङ्गठनले लड्छ, जहाँ कि त्यो सङ्गठनमा गेसोको पनि नेतृत्व होस्, बिजिडब्ल्युएसको पनि नेतृत्व होस्, युनाइटेड गोर्खाको पनि नेतृत्व होस्, अरू यो कुनै सङ्गठनमा नभएको गोर्खालीको पनि नेतृत्व होस्। अनि त्यो एउटा साझा गरेर
अनि जुन मुद्दालाई चाहिँ तपाईँको प्रायोरिटाइज गरेर कुनलाई पहिलो लगाउने अथवा कुन चाहिँ प्रायोरिटी 1 to 10 छुटाएर चाहिँ एमओडीमा ल हामी यो सबै गोर्खालीको साझा मुद्दा हो भनेर चाहिँ डिटेल्समा जानु जाउँ भन्ने मेरो प्रिन्सिपल हो। अब यो मार्च 18 तारिक युकेमा ठुलो मिटिङ हुँदैछ। आशा छ फ्युचरमा हामी यो भिन्न भिन्नै किसिमको सङ्घ सङ्गठनहरूले नेतृत्व गरेर यो एउटा सिङ्गल पावरफुल सङ्गठन भनौँ, एउटा अम्ब्रेला सङ्गठन हामी बनाउँछौँ। यहाँको प्रयास सफल होस्। हामी अन्तिममा आइपुगेका छौँ। यहाँ 24 वर्ष सेनामा ब्रिटिस सेनामा सेवा गर्नुभयो र अहिले पुलिस अधिकृतमा सेवारत हुनुहुन्छ। कसरी त्यतातिर फेरि अझ पनि ब्रिटेनमै बस्ने यहाँको इच्छा बढ्यो र त्यतापट्टि जागिर सुरुवात गर्यो? सबभन्दा पहिला सायद यहाँ नै पहिलो हुनुहुन्छ कि प्रहरी अधिकृतमा सेवारत भएको? तपाईँको मेरो आर्मीको रिटायरमेन्ट मलाई जब मैले ब्रिटिस सिटिजन पाइसकेर जुन ब्रिटिस सिटिजन पायो भनेर चाहिँ एनाउन्स गर्यो, त्यसपछि आर्मीलाई मुद्दा लगाएपछि मलाई केही दबाब आर्मीबाट आयो, म आर्मीबाट रिटायर हुनुपर्छ। अब आर्मीमा रिटायर भएपछि मेरो साथीहरू थियो प्रहरीमा, ठुल्ठुलो साथीहरू त्यही हो, सिटी अफ लन्डनको पुलिस विशेष गरेर त्यहाँको अलिक कमान्डर, उहाँले निकै प्रोत्साहन गर्नुभयो यसो प्रहरीमा आयो एबल छौ एक्सपिरियन्स छौ भनेर चाहिँ उहाँले चाहिँ प्रोत्साहन गरेर मैले एप्लाई गरेँ। तपाईँको एप्लाई गर्दाखेरि जम्मा सरे पुलिस 3 ठाउँमा मैले एप्लाई, सरे पुलिस, सिटी अफ लन्डन एन्ड मेट्रोपोलिटन पुलिस हुन्छ लन्डनको वरिपरि पुलिस फोर्समा एप्लाई गरेँ। तिनैवटाबाट मलाई अफर आयो, जहाँ एप्लिकेसन गर्ने जम्मा 40,000 आवेदकहरू थियो, 40,000 प्लस। अनि सरे पुलिसमा मात्रै तपाईँको 2,000 प्लस थियो, जहाँ कि सरे पुलिसमा 12 जनाको सिट थियो, 12 जनाको भ्याकेन्सी थियो। त्यसमा मलाई सेलेक्सन भयो। हरेक ठाउँबाट सेलेक्सन हुँदाखेरि मलाई एउटा गौरव लाग्यो। त्यसपछि हामी सेन्ट्रल के अरे ट्रेनिङको लागि आसफोर्ड भन्ने क्याम्पमा गयौँ। 256 जना हामी थियौँ सेलेक्टेड 256 जना चाहिँ तपाईँको पुलिसमा अब सेलेक्ट भयो। त्यहाँ गएर ट्रेनिङ गऱ्यो। ट्रेनिङको दौरानमा बेस्ट पुलिस अफिसर भनौँ, त्यो 256 जनामा एकजनाले पाउँछ। त्यो नेपाली थियो, त्यो चाहिँ मैले पाएँ भाग्यवश। सुरुमा म धेरै स्ट्रगल गरेँ। 20 जनाको एउटा क्लास हुन्थ्यो, त्यसमा 18 जना चाहिँ ग्रेजुएट, युनिभर्सिटी ग्रेजुएट गरेको थियो। नन ग्रेजुएट भनेको म र एकजना मात्रै थियो। तर तपाईँको स्ट्रगलमा अब मेरो साथीहरू रातिको 10 बजी सुत्छ भने म बिहानको 2 बजीसम्म बस्नु पर्थ्यो, किनभने बढी कोसिस गर्नुपर्ने थियो। तर एट द इन्डमा कोसिसको फल राम्रै पाएँ। त्यहाँको पुलिस अफिसर बेस्ट रिक्रुट भनौँ पाउँदाखेरि आफूलाई चाहिँ जुन मैले कोसिस गरेको फल पाएँ जस्तो महसुस भयो। एउटा गोर्खालीले एउटा बेलायतमा नेपालको परिचय बढाउँदै गएको छ। यो अभियानमा तपाईँ पहिलो नेपाली हुनुहुन्छ। यहाँलाई कार्यक्रमको तर्फबाट शुभकामना र बधाई पनि। र कार्यक्रममा सहभागी हुनुभयो, धेरै धेरै धन्यवाद। Brought to you by Akriti International International Money Express IME, Pal Airlines Services and beyond.